हाई एभ्रिवान, सेवा स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आज म बिहानै उठेर बाहिर निस्किँदा चाहिँ मर्निङ भ्यू चाहिँ यस्तो दामी रहेछ अनि मैले थोरै भिडियोमा क्याप्चर गरेँ यो भ्यूलाई। अनि त्यसपछि म भाँडा धुनतिर लागेँ। साँझको भाँडा चाहिँ म सधैँ बिहान नै धुन्छु, अनि किनभने हाम्रो चाहिँ बेलुका खाना अलिक ढिलै हुन्छ, तर म ढिलो भयो भने छिटो भयो भने म बिहानै धुन्छु भाँडाहरू चाहिँ। अनि मेरो दिन चाहिँ भाँडा धोएर सुरुवात हुन्छ। अनि म त्यसपछि भाँडाहरू धोइसकेर म ब्रस गर्नतिर लागेँ। ब्रस गरिसकेर म सनस्क्रिन लगाउन लागेछु। अलिअलि त लगाउनै पर्यो होइन, घाम डेन्जर लाग्छ। अनि त्यसपछि म त्यो लगाइ पनि सकेँ। अनि मेरो छोरा पनि उठेपछि मैले उसलाई हाई भन्न लगाएको, हाई भन्दो रहेछ कि कस्तो मजाले। अनि त्यसपछि उसलाई मैले माया गरेर साइडमा राखेँ उसलाई। त्यसपछि म कपडाहरू मिलाउन थालेँ। यो कपडा यो रुम जति मिलायो त्यति नै भद्रगोल भइरहेको हुन्छ कि, अनि के गर्नु नमिलाए पनि अब मनले मान्दैन, अलिअलि त मिलाउनै पर्यो होइन। अनि त्यसपछि मिलाइसकेर म कुच्चा लाउन थालेँ अलिअलि, अनि यताउता बढारेँ। अनि बढारिसकेर अनि यता चाहिँ नानालाई मैले चाउमिन बनाउनु लगाएको थिएँ। उहाँले चाहिँ चाउमिन बनाउँदै हुनुहुन्छ। अनि त्यसपछि म उहाँहरूलाई खानु भनेर म चाहिँ यहाँ थोरै चुल्हा पोत्नु पर्यो भनेर मैले चुल्हा पोत्नतिर लागेँ। अनि चुल्हा पोत्दैछु, चुल्हा पोतेर म खाना बनाउँछु सधैँ। अनि चुल्हा पोतेर अनि त्यसपछि म खाना थालेँ मैले पनि। अनि त्यसपछि आज चाहिँ मलाई गाभा खानु मन लागेको थियो। अनि गाभा ल्याएर मम्मीले केलाउनु लगाएको थिएँ। अनि मम्मीले केलाउनु सक्नुभयो, अनि म पकाउनतिर लागेँ। अनि त्यसपछि अनि कसलाई गाभा मन लाग्छ भन्ने साथीहरू, मलाई चाहिँ लास्ट मन लाग्छ। अनि तपाईँहरू कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी पकाउँछु। अब गाभा छिटै पाक्छ नि त, अनि त्यही भएर म चाहिँ पहिल्यै टमाटरहरू मसलाहरू लगाएर पकाउँछु। तर पकाए पनि आफ्नो हुँदो रहेछ होइन। कसैले चाहिँ पहिला त्यत्तिकै पानीमा उमालेर अनि त्यसपछि पछि झानेर पनि बनाउनु हुँदो रहेछ, तर म चाहिँ यसरी बनाउँछु। अनि त्यसपछि म तरकारी बनाइसकेर म एक दुईवटा कपडा थियो, कपडालाई पनि धुनु पऱ्यो भनेर म धुन बसेँ। घाम यस्तो लागेको थिएन। अनि त्यसपछि सत्ता अलिअलि कपडाहरू धोएँ। अनि त्यसपछि धोएर पखालेर सुकाएर खाना खाएको भिडियो त मैले बनाइनँ। अनि त्यसपछि म दिउँसो चाहिँ साथु बनाउनु पऱ्यो भनेर मकै भुट्नतिर लागेँ। अनि मकै भुट्न बसेको, के गर्नु बाहिर उस्तै घाम तल्केको, भित्र यस्तो आगोमा बसेर म मकै भुट्दैछु। म मान्छे त डेन्जरै हो नि। अनि त्यसपछि म अलिअलि सामानहरू लिन थियो, अनि बजारतिर गएँ। म चाहिँ सरस्वतीमा जाँदैछु। अनि त्यसपछि बजार पुगेर म अलिअलि सामानहरू लिएँ। अनि त्यसरी दिइसकेर चाहिँ म खाजा खानातिर लागेँ। अनि मेरो फेभरेट खाजा भनेको मोमो। म सधैँ बजार जाँदा मोमो खान्छु। अनि त्यसपछि म खाइसकेर बाहिर निस्केर अटो पर्खेर बसिरहेको छु यस्तो घाममा छाता ओढेर। त्यसपछि अङ्कल पनि आउनुभयो। अनि त्यसपछि म आएँ घरतिर। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। अर्को भिडियोमा भेटौँला, बाई।